गाइस आज चाहिँ हामी प्लाजा मल घुम्न आएको छौँ। उसले चाहिँ आइफोन मोबाइल पनि किन्ने थियो यहाँ। त्यही भएर हामी यसो अब सपतिर जाँदैछौँ। हाम्रो रामे चाहिँ मोबाइल किन्नलाई हतारिएर सिटी यहाँ आइफोन नभएर अहिले सिटी मल जाने पर्खाइमा छन्। हाम्रो टिका सरलाई फेरि भोक लागेर बेसरी हाम्रो यो गाडी पनि आइसक्यो। गाडीमा चढेर चाहिँ हामी सिटी मल जान्छौँ। यहाँदेखि केटाहरू गाडीमा बसिरहेको छन्, मिलाइरहेको सिटहरू। यहाँ हाम्रो गाडी हो। फाइनली अहिले चाहिँ हामी यो सिटी मलभित्र आइसकेको छौँ। अब हामी यहाँबाट भित्र जानुपर्ने छ। अहिले चाहिँ हामी यो मलभित्र इन्ट्री भइसकेको छौँ। हामी साथी भएर यता जानु। अब यहाँबाट हामी चाहिँ माथि जानुपर्ने छ। यहाँबाट हेर्नुहोस्, यहाँबाट हामी चाहिँ माथि चढ्नुपर्ने छ। राम उता भित्र बसिरह हाम्रो टिका सर यता हुनुहुन्छ। आज चाहिँ हाम्रो रामले यो आइफोन 13 किनेर अनबक्सिङ गर्दैछन्। राम कतिको ह्याप्पी छौ त आइफोन 13 किनेर? 14 भन्नु न 15 गर्नु। ए 13 14 हो। 13 किनेर 14 को धाक चाहिँ ठुलै भइरहेछ। हाम्रो चाहिँ टिका सरलाई फेरि आइफोन किनेको एकदम सोख छ अरे। त्यही भएर यहाँ फ्लुस आफ्टर 2 मन्थ फेरि हाम्रो आइफोन टिका सरले पनि आइफोन किन्न आउँछ। सिटी मलमा आएर कस्तो लाग्यो टिका सर? ए राम्रो छ आज। राम्रो छ है। हो साँच्चै साँच्चै नि। अब चाहिँ हामी फुड कोर्टतिर लाग्दैछौँ। छुट्टी दिन चाहिँ अब चाहिँ हाम्रो प्लान चाहिँ क्याप्सी बर्गर के भेटिन्छ सबै चाहिँ खानिन्छ। चिकन चाहिँ खाइदैन, चिकन विदाउट केएफसी विदाउट चिकन। हामीलाई फेरि हामी चाहिँ फेरि चिकन लभर गरे क्या। त्यही हामी चाहिँ अब चिकन भनेपछि अब क्याप्सी चाहिँ खानुपर्छ, अरू त त्यस्तै हो। अझ हामी फुड कोर्ट आइसकेको छ। अब के खाने हो यहाँको हामी मेन्युहरू गर्दैछौँ। के खाने प्लान गर्दैछौँ र टिका छ। ए आइफोन लभर आइफोन किनेर आज खुसी नै खुसी मान्छेको सीमा छैन कुनै। हेर केही छड्को पर्खाएपछि हाम्रो क्याप्सी पनि आइसक्यो। अब हामी चाहिँ यहाँ होपर्नुपर्छ, खानुपर्छ। भोकले आतुर भएको केटाहरू हेर्नुहोस् त, केटाहरू पुरा आत्तिया छन् छिटछिटो खानालाई हतार भएको छ। ए भोक लाग्यो, कतिको भोक लागिरह? धेरै लाग लिगिहाल है। एउटा हाम्रो साथी यता पनि छन्, फेरि उसलाई पनि भोक लाग्यो भनेर क्याप्सी अर्डर भएर खाएर हाम्रो टिका सर फेरि यता सागारी भएर एक्लै हामीसँग जोइन नै छैनन्। म चाहिँ यहाँ भिडियो बनाएर खाना त उता छ तर म यता छु। यो चाहिँ हाम्रो क्याप्सी पार्टी, क्याप्सी पार्टी बिरयानी पार्टी। टिका सर भगाएर आम नछेक्दैन यहाँ। टिका सर कतिको मिठो छ त टिकुली, दामी छ। एक पिस कि यो खाने हो र यो खाइरहनु नि। यो खाना हतार भएको मिठो छ। के खाइरहेको छ बरु अहिले? केएफसी। अलि सिटी सेन्टरमा आएर चाहिँ यो फुड कोर्टमा आएर हामीले चाहिँ यो क्याप्सी पार्टी भइरहेछ भोकाले। यो फर्स्ट फ्लोरको माथिबाट भ्युजहरू हेर्नुहोस्, यस्तो देखिरहेको छ। उता चाहिँ फुड कोर्ट हो। हामी चाहिँ अहिले खाना खाएर रेडी भएर फुल भएर चाहिँ यहाँ फोटोसोटो लिइरहेको छौँ। अरू केटाहरू पनि आउँदैछन्। त्यही भएर उनको पर्खाइमा बसिरहेको छौँ। हाम्रो मुक्त उता चाहिँ टिका, हाम्रो केटाहरू चाहिँ यता छन्। अब सिधै मेट्रो स्टेसनमा पुग्छन् यहाँबाट।
मेट्रो स्टेसन पनि निकै तल रहेछ, यहाँबाट तल जानुपर्ने छ। अहिले चाहिँ हामी अल्छक्क पाइसकेछौँ। यहाँबाट हामी कर्लेस ढुङ्गा खेल्न जाने प्लान गरिरहेछौँ। अहिले चाहिँ ढुङ्गामा पनि इन्ट्री भएर हामी यहाँ डान्स गर्न कन्ट्रोल यतै छ। आज धेरै दिनपछि हामी यहाँ डुङ्गा चढ्न आएको छौँ, डुङ्गामा खेल्न आइरहेछौँ। हाम्रो साथी उता बसेर बसिरहन्, यहाँ आज रमाइलो गर्न आऊँ। हाम्रो साथी चाहिँ माथि गएको थियो, खै माथि के भएछ, के रहेछ माथि केटाहरू? इन्जोय छ, मजाको छ। मजा भनेको मजा हो कि मजा भनेको मजा हो। एकचोटि घुम तपाईँहरू यहाँनिर हेरेर कति मजा आइरहेछ। It's like a bro. Just keep on में है दम